स्वागत छ हाम्रो कुखुरा चार्ने खबरमा। आज चाहिँ महाकालीको प्रभाव यति धेरै बढेको हुनाले म यो भिडियो बनाउन चाहिँ सामर्थ्य छु। सर्वप्रथम चाहिँ हेर्नु गाइज, हाम्रो त्यो भिन्डे पुलको त्यो सानोवाला टापुहरू डुबिरहन्। यता हेर्नु, यता क्यामेरामा यता लगाउँछ, यहाँ पुरै पानी बगिसकेको छ गाइज। ऊ त होइन, उता घरको सिलिन्डर आयो, ऊ त घरदेखि सिलिन्डरहरू आइरहेको छन् बगेर। माथिपट्टिको चाहिँ बगायो होला गाइज, अब बचेको भने हामी मात्रै छौँ। कपडा छैन गाइज, यसलाई कपडा छैन गाइज। नाइट ड्रेसमा आएछ, राति लगायो सुत्दाखेरि। अहिले पनि यही छ गाइज, पुरै पानी बढेछ। म चाहिँ अहिले यहाँ दाउरा छोप्ने भन्ने क्रममा छु। यहाँ गुच्चै नभएन, यहाँ यस्तै हात पड्काएर बसेछु। कति राम्रो राम्रो गाहन झ्याप्पो बाह्रमा गइरहन्। यहाँ क्यामेरामा एकदम फोकस गरेर जल्दी से यहाँ हेर त गाइज, कस्तो राम्रो खोलाहरू छ, पुरै छप 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 गरेर। यसको बाजेको चप्पल पनि यहाँ रहेछ घरभरि। भन्ने क्रममा चाहिँ अब छोपिन लाइन। यति भन्दै म दुई शब्द टुङ्ग्याउँछु। अब हस् त, धन्यवाद। गुड नाइट।